हेलो राजु साथी के हुँदैछ? गुड मर्निङ गुड मर्निङ गुड मर्निङ। ओके ओके लाएर के छ खबर? के छ? हेलो सबैजना सन्चै हुनुहुन्छ होला। आज एउटा सरप्राइज छ तपाईँहरूलाई। एउटा म प्लेसमा घुम्न जाँदैछु टेम्पलमा। साथी पनि आइसकेको छ। हेलो राजु साथी के हुँदैछ? गुड मर्निङ गुड मर्निङ गुड मर्निङ। ओके 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 म ड्राइभ गर्ने ल। राजु साथीको स्कुटी हेर्न सक्नुहुन्छ। हामी यसमै जाने हो। कहाँ जाने भन्ने सरप्राइजमा छ। वी आर ब्याक अगेन है। अब हामी चाहिँ यहाँबाट निस्किँदैछौँ। यो ट्याक्कै खसी बजार झरिसकेको छौँ। यो त्यहाँ चाहिँ धेरै रहस्य लुकेको छ भन्नुहुन्छ हाम्रो राजीव साथीले। अनि त्यहाँ एल्टिट्युड सिकनेस पनि हुनसक्छ र हाइटलाई जसलाई हाइटबाट प्रब्लम छ उहाँहरूलाई चाहिँ थोरै प्रब्लम आउन सक्छ भन्ने कुरा गर्नुभएको छ। कस्तो रहन्छ है यहाँ देख्न सक्नुहुन्छ एकदमै तपाईँहरू देख्न सक्नुहुन्छ। फोटो खिच्न आएको यहाँ त फोटोग्राफरै सुरु भइसक्यो। देख्न सक्नुहुन्छ एकदमै फोटोग्राफरको अब यहाँ डिमान्ड हाई छ है। जान मिल्दैन यता जान सकिन्छ। हामी यहाँबाट चाहिँ हामी यसरी जान सकिन्छ। हाम्रो ट्राफिक सरहरूले जे भने पनि हाम्रो आइडिया रे के अरे हो। अरे कहना क्या चाहते हो? अब त्यो चाहिँ किप सिक्रेट नै छ हामी कहाँ जाँदैछौँ भनेर। के सामान लिनुपर्ने हो र? कहाँ? ल लेट्स गो त्यसो भने ल। के भएछ राजु साथी? नहीं बताऊंगा। ओ माय गुडनेस हेर्नुस् त कस्तो एक्कासी यहाँनिर। ओहो क्यों बे ओभर एक्टिंग करता है साला? ओभर एक्टिंग की औलाद। तपाईको अब गर्न सक्ने भनेको ढुङ्गा लगाउने मुनि। तो आई एम हेल्प मी। के भयो एक्कासी त यहाँ यस्तो? जुन कन्स्ट्रक्सनमा हिँड्दाखेरि थोरै तलमाथि यताउता भइरहेको छ। यसलाई सिम्पल सहज हिसाबको रूपमा लिनु होला। आफ्नो साइडबाट गएपछि अति राम्रो हुन्छ। हेर्न सक्नुहुन्छ क्लाउडी वेदर। ओ माय गुडनेस लुक एट दिस क्लाउडी वेदर। हेर्न सक्नुहुन्छ तपाईँहरूले लेभलको वेदर छ। यो लेभलको वेदर कहाँ पाउँछ नेपालमा? कहीँ पनि पाउँदैन। भ्यू पोइन्ट चाहिँ राम्रै छोपेको छन् केटाहरूले है। यो अब के लिनुहुन्छ भन्ने कुरा हो। जहाँ फाइदा हुन्छ त्यहाँ बेफाइदा पक्का हुन्छ। अब यहाँ बेफाइदा बाटोको बेफाइदा छ भने फाइदा पहाड हेर्न पाउनुभयो, हेर्न पाउनुभयो। तपाईँहरूले हेर्नुहोस् एकदमै। मिना साथीले के भन्न चाहन्छु अब यो कुरामा चाहिँ? बाटो चाहिँ अलि रहेछ होइन। यस बाटो माथिसम्म ठिक छ। यो के भन्छ झाँक्री पार्टी हो कि त्योबाट चाहिँ हल्का खत्तम छ बाटो। गर्ने भनेको खेलबाट लाग्दो रहेछ गाडी चापा गाउँ अनि हेटौडासम्म पुग्दो रहेछ गाडी। मन्दिर छ नि हाम्रो यहाँ। हजुर बिहान 7 बजेदेखि ए ल यसो सबैलाई इन्फर्मेसन देऊ भनेर के। अब यहाँ गाडीमा कोही आउन चाहन्छ भने उहाँहरूलाई चाहिँ इन्फर्मेसन। अनि लगन खेलबाटै छुट्ने होइन बस पार्कबाट? हजुर
चापागाउँ हुँदै आउने हो बिहानको 7 देखि 7 बजेदेखि 8:30 8:30 बजेसम्म निजगढ र काठमाडौँको जुन फास्ट ट्र्याक थियो जुन तराईलाई र पहाडलाई छुने फास्ट ट्र्याक त्यसको नजिकै आइसकेको छौँ हामी देख्न सक्नुहुन्छ हजुर कोही दर्शकहरू एकदम मन्दिरमा पूजा गरेर आइसक्नु भएको छ एकदमै अफरोड छ है ल ल जाम लायो र ए चिप्ल्यो ल अरे कहना क्या चाहते हो आरु देख्न सक्नुहुन्छ आरु हाँसी बेला भएको यसको ल जाउँ बिस्तारै ल नजाऊ नानीहरू बाबुहरू तल नजाऊ ल बाटो लाग्यो एकदमै देख्न सक्नुहुन्छ यो हामी जानुपर्ने पुरै माथि छ बाटो कता छ अझै माथि हो कि के हो कस्तो खालको डेन्जर छ ल अब चाहिँ हामी यहाँबाट लटा लम्बेश्वर महादेव निस्किने क्रममा छौँ कस्तो छ भन्दा एउटा कुरा चाहिँ हाइटहरू भएको महादेव बस्ने ठाउँ भनेको जहाँ पनि हाइटहरूमा छ चाहे त्यो केदारनाथ हेर डोलेश्वर महादेव हेर हाम्रो चाहिँ पशुपतिनाथ चाहिँ अब काठमाडौँ भ्यालीभित्रै भएको भएर अब त्यहाँ जान चाहिँ अब हामीलाई चाहिँ सजिलो लाग्यो किन भन्दा बाहिरबाट आउने मान्छेहरूलाई त पाहाडको बाटो धेरै यात्रा गरेर आउनुपर्छ हजुर त्यही भएर चाहिँ अब महादेवलाई भेट्न महादेवसँग दर्शन गर्न चाहिँ त्यति सजिलो छैन हजुर त्यही भएर चाहिँ एकदम हाइटमा हामी चाहिँ वकै जान लागेको छौँ सायद गाडीमा गएको भए चाहिँ छिटो गइन्थ्यो होला यताबाट पनि हुनसक्छ जस्तो देखिएको छ अब आउनु भएको छ एकदमै त्यहाँबाट बाटो अलिअलि छ जस्तो देखिन्छ छैन जस्तो पनि देखिन्छ ल हुन्छ हाम्रो गाइडर मिस्टर मिलन विशाल हुनुहुन्छ हाम्रो एकमात्र नेपालको माई फ्रेन्ड यो फिल गर्न सक्नुहुन्छ जुन यो हिसाबले जुन हावा लागिरहेको छ जुन शरीरमा टच गरिरहेको छ एकदम पोजिटिभ इनर्जी शिवजीको पोजिटिभ इनर्जीले फिल गरिरहेछ त्यसरी नै अब ध्यान गर्नुपर्छ माथि गएर अब यहाँबाट हाम्रो यात्रा सुरु भइसकेको छ यसलाई सर्टकट यात्रा भनिन्छ नि अझै एउटा कुरा तपाईँहरू यदि यसरी घुमेर आउँदै हुनुहुन्छ भने त्यताबाट घुमेर भन्दा यो बाटो एउटा सर्टकट रहेछ है त जहिले एउटै कुरा पानीको बोतल जहाँ ततै है यस्तो नगरिदिउँ न यस्तो टुरिस्ट एरिया मान्छेहरूको भिड देख्नुभयो अघि नै तपाईँहरूले यस्तो ठाउँमा यस्तो कुराहरू फ्यालिदिएपछि जुन सुन्दरता थियो यहाँको त्यो हराउँदै जान्छ यसरी नफालौँ होला क्या बात है सर क्या बात है यस्तो खालको रुखहरू देख्नुभयो भने चाहिँ यसलाई पानी अमला भनिन्छ यसले एकदम तपाईँलाई इनर्जी बुस्ट यस्तै हाइकिङ निस्किन लागेको बेलामा चाहिँ इनर्जी बुस्ट गर्ने काम गर्छ तपाईँहरूले लिन सक्नुहुन्छ यो फ्रीमा एकदमै जङ्गलमा हरियाली मलिलो माटोमा भएको चिज हो एकदम ठुल्ठुलो देख्न सक्नुहुन्छ यसलाई पानी अमला भन्छ दाजु साँच्चै बिचमा छोड्नुभयो तपाईँले किन जस्तो लाग्यो गाह्रो हो बाटो एकदम त्यो छ हो ल हजुरको शुभ नाम राजशेखर कताबाट आउनुभएको म चन्द्रगिरीबाट हजुर पेसा के गर्दै म कास प्रेस छापा खानु छ मेरो ए ओके छोड्नुभयो ठिक छ तपाईँको साटो म गइदिन्छु हस् धन्यवाद यस्तो सुन्दर ठाउँमा गौरव भाइ यो फोहोर फाल्नलाई के भन्न चाहन्छौ तिमीले रफी बोलेर गाली गर्दा हुन्छ फैमिली देखती है वरना मैं ऐसे ऐसे गाली दूं ख्याल गर्नु होला देश हाम्रो हो अरूको होइन अब के होला देशमा बोतलहरू फालेर
यस्तो राम्रो ठाउँमा यसरी फोहोर फालेर अझ एउटा इन्फर्मेसन दिन्छु तपाईँहरूलाई। यसरी हामी हाइक अथवा ट्रेकिङ हिँड्दाखेरि जहिले खुट्टा चाहिँ नजिक पाइला सार्नुभयो भने त्यति थकै लाग्दैन। जति तपाईँले टाढा टाढा खुट्टा सार्नुभयो र माथि माथि टेक्न खोज्नुभयो त्यति धेरै तपाईँलाई थकै लाग्छ। त्यसो सकेसम्म यो थोरै सानो पाइलाहरू तपाईँले टक 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 टेक्नुभयो भने एकदमै राम्रो हुन्छ। हामी मन्दिरतिर लागिरहेको छौँ, फिल गर्न सक्नुहुन्छ। त्यहाँनिर एकदमै आउनु भएको छ एउटा दृश्य उत्कृष्ट प्रदर्शन भइरहेछ। दुईटा खुट्टा मान्छेका त्यही भएर दुईटा टेक्ने इक्वल डिस्ट्रिब्युसन। नानी कस्तो लाग्यो मन्दिर? राम्रो लाग्यो? ए ल धन्यवाद दिदी। ए ल गजब। आमा त पुगेर आउनु भएछ। कति वर्ष कि हुनुभयो? आमा 72 वर्षको आमा पुगेर आउनुभयो। एकदमै आनन्दित। पकौडा बन्दैछ। यहाँ पनि केही न केही बनिरहेको छ। यो चाहिँ के बनाउनु भएको छ? ए ल अहिले पूजा गरेर आएर खानुपर्छ ल। के बनाउँदै हुनुहुन्छ बुवाले? यहाँ पनि आलु चप। अब हामी अगाडि लाग्दैछौँ। यहाँनिर आइपुग्यो राजीव साथी। एकदमै अब के होला त यहाँ उर्लेर हिँड्दा हामी बिस्तारै त्यो भएर ज्याकेट लाउनु पर्छ। दोष माथि तल गऱ्यौँ भने माथि जाडो हुन्छ भने यो देख्न सक्नुहुन्छ यहाँबाट यो जुन भ्यू, यहाँको यतातिरको भ्यू नछौ है मलाई। यो डल्लै शिवलिङ्ग पूजा गरे नि नगरे तपाईहरू मुक्ति भइसक्यो। अनि ल्याएर जे पाइँदैन छर्दिनुहोस्। अब हामी चाहिँ मन्दिरमा पूजा गरिसकेपछि माथि त्रिशुलतिर जाँदैछौँ। ट्याङ बस्ने हेर टिका लगाएर च्याट जटारम्बेश्वर महादेवको दर्शन गरेर अब हामी यहाँबाट निस्किन लागेको छौँ। अनि यहाँ आइयो, एकदमै खुसी लाग्यो। यो मौसम, यो सबै कुराहरू जुन हिसाबको साथीहरूसँग आयो त्यो पनि एकदमै रमाइलो लाग्यो। सबैलाई एकदमै यहाँबाट सबैलाई जे यहाँको शक्ति हुन्छ सबैलाई प्राप्त होस्। फर्किने क्रममा छौँ। एकदमै यहाँ आएर हामीलाई एकदमै राम्रो अनुभव भयो। प्लस अब यसमा आएर ध्यान पनि गरियो, देखाइसकेको छु। अब हामी फर्किने क्रममा छौँ। अब फर्किने क्रममा अब हाम्रो साथीहरू देखाइरहेको छ।
के भन्न चाहनुहुन्छ कस्तो लाग्यो हजुरहरूलाई एकदमै रमाइलो लाग्यो बाटो चाहिँ म्याप हेर्दा चाहिँ अलिक गाह्रो नै हुन्छ होइन तर चाहिँ आफूले चाहिँ 3-4 घन्टा हिँड्न सक्छु भन्ने चाहिँ त्यो हिम्मत जुटाएर चाहिँ आउनु पर्यो तर आउँदा चाहिँ त्यो रिग्रेट फिल चाहिँ हुँदैन राजीव सरलाई कस्तो लाग्यो मलाई त एकदम धेरै आनन्द लाग्यो म बिच बाटोबाटै आउन सकेन जस्तो भएको थियो तर यहाँ आउँदाखेरि मन प्रसन्न भयो साक्षात् महादेव भेटे जस्तै भयो मलाई त सक्नुहुन्छ यहाँनिर चाहिँ यो खुलेको बेलामा एकदमै दृश्य देख्न सक्नुहुन्छ यो खुलेको बेलामा लता मङ्गेशकर अब हामी चाहिँ फर्किने क्रममा छौँ आजको दिन एकदमै शुभ रह्यो राम्रो रह्यो लेट्स सी कति टाइममा पुगिन्छ आउनलाई 2.5 घन्टा लाग्यो भनेपछि ऊ त्यहाँ पुग्नु पर्नेछ हामीलाई त्यो रेड देखेको छ त्योभन्दा पनि तल जुन टिन ब्लू कलरको टिन देखेका छन् 4वटा त्यहाँनिर पुग्नु पर्छ एकदम यो जुन क्लाउडी वेदरमै सेलाउँ र खाउँ भनेर होमस्टे एउटा एकदमै देख्न सक्नुहुन्छ यहाँको कारणले गर्दा हर महादेवले एकदमै बर्साउनु भयो पानी एकदमै डेन्जर रूपमा आइरहेको छ यो चाहिँ हामी मन्दिरदेखि झर्ने क्रममा एकदमै अब हामी चाहिँ माथिदेखि तल झरिसकेका छौँ देख्न सक्नुहुन्छ हाम्रो साथीभाइहरू पनि आउनु भएको छ 2 जना राजीव साथी माथि नै छन् पानी आइसक्यो एकदमै अब हामी ऊ त्यो नेपालको झन्डा देख्नुभयो त्यहाँबाट नजिकै चाहिँ हो यहाँ देख्न सक्नुहुन्छ एकदमै यो न्युरोमन्डो भनिन्थ्यो पहिला यसलाई अहिले असल के भनिन्छ खै आन्टीहरू पनि घुमेर त्यो उल्टो जुन देखेको ठाउँ छ नि हो त्यहाँनिरबाट सक्नुहुन्छ कति टाढा छ त्यो डिस्टेन्स लाग्यो थुप्रै लाग्यो पुरै दिमागमा ऊर्जा दौडिरहेछ एकदमै त्यो पसिना हेर्न सक्नुहुन्छ जुन यस्तो मजा आयो यस्तो इनर्जेटिक फिल भइरहेछ है निद लागिरहेको छैन अल्छी लागिरहेको छैन कि जस्तो इनर्जी आइरहेछ ब्रेनमा त्यो सेन्सेसनहरू सर हिँडिरहेछ ध्यान गरेँ लगभग त्यहाँ माथि गएर 20 मिनट अनि अर्को रह्यो हाम्रो तल गरेँ मैले 2 मिनट अनि यसरी गर्दा चाहिँ एकदमै आफूलाई भनौँ न अब आजको आफूलाई कामनेस गर्ने कुरा कार्य गरिसकेपछि अझै कामनेस मिल्दो रहेछ अब एकदमै मजा आयो थ्याङ्क यू फर वाचिङ एन्ड सबैलाई धेरै धेरै धन्यवाद अब योभन्दा अगाडिको म देखाउँदैन होला किनकि पानी आइसकेको छ त्यसैले गर्दा चाहिँ अब हामी चाहिँ भेट्छौँ पछि एकदमै खुसी लाग्यो हजुरहरूले हेरेर साथ दिनुभयो धेरै धेरै धन्यवाद